हेलो एभ्रिवान नमस्ते वेलकम टु माई न्यू भिडियो धेरै पछि स्वागत छ मेरो भिडियोमा नयाँ भिडियोमा है धेरै पछि भिडियो आयो है आज म धेरै पछि सम्झेर भिडियो बनाउँदैछु अनि आज चाहिँ मैले मुकबाङ लिएर आएको छु हैन किनकि भिडियो हाल्न बिर्सिरहेको छु आज मलाई भिडियो बनाउन जाँगर लाग्यो लेट्स स्टार्ट माई न्यू भिडियो आज चाहिँ मसँग रहेको छ गोट मिट हैन मटन बनाउनु अनि काँक्रो अनि कागती अनि राइस अनि पानी छ है त किनकि मलाई यो नेपालदेखि खान मन थियो आफ्टर 1.5 इयर्स अनि खाँदैछु है ट्राई गर्दैछु सो लेट्स स्टार्ट मेरो मुखमा झुन्डेको छ यो मासु किनकि मैले लास्ट टाइम खाइ नसकेर थियो त्यही भएर आज बनाएको थिएँ सो लेट्स ट्राई खाए ल फर्स्ट बाइट खाए ल मासु त्यो रहेको छ कति मिठो किन यति मिठो भए ठ्याक्कै नेपालको याद आउँछ कि मलाई यो मासु खाएदेखि चाहिँ अस्ति खाएदेखि अनि अझ पनि चाहिँ करङ छ है देख्न सक्नुहुन्छ यस्तो विधि जुसी छ नि यो बयान गर्न सक्दिनँ म वाउ लाइक खसीको मासु क्या काँक्रो बिस्तारै खानुपर्छ रे चाँडो खाएर म चाँडो मोटाएको रे सो अराउन्ड 10 मिनटमा खान्छु है अनि म चाहिँ नेपाल आउँदैछु कहिले चाहिँ म भन्छु भिडियो आउँछ हैन I'm coming नेपाल कस्तो मिठो हुन्छ हड्डीको मासु चाहिँ भात चाहिँ चिसो भइसक्यो किनकि मैले अघि नै पकाएको खानु मन नलागेर चाहिँ नखाएपछि मलाई मासु नै खान आउँदैन भन्छन् त्यही भएर म मासु खान सिक्दैछु है यो फेरि म यतिकै छोडिदिन्छु यहाँ त महँगो छ के गर्ने गाह्रो छ फाल्न नि है यहाँको हिसाबले त नेपालमा 2 किलो आउँछ
नेपालको हिसाबले मलाई अल्छी लाग्छ के यो हड्डी चपाउन चाहिँ, त्यही भएर छोडिदियो होइन। आवाज आइरहन हेलो हेलो हेलो। भात भात खानु मन लाग्छ, के गर्नु, यस्तो खाएर पेट भर्नुपर्छ मलाई। खान्छन् मुखबाङ गरेर केही भिडियो बनाऊ भन्ने केही नै छैन, त्यही भएर बनाएको छैन है। नत्र म बनाउँथेँ होला, बनाउनु त मन लाग्छ, त्यस्तै हुन्छ, त्यही भएर इट्स माई हबी होइन। मैले चाहिँ भिडियो बनाउन, नाच्न, सोसियल मिडियामा एक्टिभ रहन खुब मनपर्छ, त्यही भएर हो मलाई मनपर्छ बोल्न। ठ्याक्कै नेपाली स्टाइलमा बनाउँछु होइन, घरमा पकाए जस्तै मेरो मम्मीले बनाउनु भएको जस्तै। भात पुगेन, 1 मिनट रुकु। हातले नै हालिदिएँ है मैले, किनकि मैले हातले नै हालेँ, किनकि मैले मेरो लागि मात्र बनाऊ आज भात है, त्यही भएर एकचोटि मुस्तिमै खम गम मोटायो नि मोटाउँ होइन, वेट लस गर्ने छु, वेट लस गर्ने भिडियो आउँछ चाँडै। उठिन् 80 डेमा 80 किलो लस भन्दै, किनकि मेरो अहिले आएर चाहिँ मेरो वेट